दाङमै हुनुहुन्छ र यो ठाउँ जानुभएको छैन भने अवश्य जानुहोस्। यो चाहिँ हो घोराईको घोडदौरा भन्ने ठाउँ। हेलो गाइज, इट्स मी सरू एन्ड हामीहरू आज जाँदैछौँ न्यु इयरको इभ मनाउन घोडदौरा भन्ने ठाउँमा। हामीहरू चाहिँ 2 जना मात्र जान लागेको। अनि त्यो घोडदौरा भन्ने ठाउँमा चाहिँ साथीहरूको ग्रुपमा अनि फ्यामिलीहरूसँग जाँदाखेरि एकदमै रमाइलो हुन्छ अरे। तर हामीहरू 2 जना छौँ, त्यही पनि हामी घुम्छौँ है त। हामीहरू चाहिँ तुलसीपुरदेखि निस्किरहेको हो। तुलसीपुरदेखि हामी घोराई जाँदैछौँ। हेर्दा हेर्दै हामी घोराई पनि आइपुग्यौँ। अनि यो घोराईको चोकदेखि चाहिँ हामी मोडिन्छौँ है। घोराई चोकदेखि बायाँ मोडिन्छौँ, त्यसपछि हामीहरू यतातिर लाग्छौँ। घोराई चोकदेखि घोडदौरा भन्ने ठाउँ जस्ट 6 किलोमिटर छ अरे। तर बाटो पिच छैन, पुरै अफ रोड। हामीहरू चाहिँ हिँडिरहेछौँ। अनि यो चौपारी आउँछ, चौपारीदेखि चाहिँ हामी फेरि मोडिन्छौँ। अनि यहाँबाट चाहिँ बाटो पुरै कच्ची छ, हामी कच्ची बाटो हिँड्छौँ पुरै। अनि उकालो जान्छौँ, ओह्रालो अलिअलि छ, धेरै उकालो छ। अनि त्यसपछि त्यो उकालो चढ्दाखेरि चाहिँ डर त लागिरहेको थियो, तर पनि यो बाहिरको दृश्य भ्यू चाहिँ यस्तो राम्रो राम्रो। अनि यस्तो राम्रो भ्यू त छोड्ने कुरा भएन। अनि म चाहिँ डर लागे पनि भिडियो बनाउँदै हिँडेँ। हामीहरू चाहिँ यहाँ कच्ची रोड चाहिँ 1-1.5 घन्टा चाहिँ हिँड्नुपर्छ है। 6 किलोमिटर छ, तर पनि 1-1.5 घन्टा लाग्छ। अनि बिस्तारै हामी आफ्नो गन्तव्य स्थलतर्फ आइपुग्न लागिसकेका थियौँ। यो चाहिँ यस्तो राम्रो दृश्य हेर्नुहोस् है त। अनि हाम्रो आफ्नो गन्तव्य स्थल चाहिँ आइपुग्यौँ है हामी 1.5 घन्टापछि। साँझ पख भइसकेको थियो। अनि यसपछि त यहाँबाट हेर्नुपर्छ, यति रमाइलो छ नि दृश्य। यो चाहिँ गेट हो, हामीलाई स्वागत गर्न बनेको गेट। यस्तो राम्रो छ, हेर्नुहोस्। म हजुरहरूलाई देखाउँछु है त घोराईको नाइट भ्यू कस्तो देखिन्छ। यो चाहिँ घोराईको नाइट भ्यू यस्तो दामी छ नि। अनि त्यसपछि हामीहरू फ्रेस भएर आएर फेरि यसमा भिडियो बनायौँ। स्विङ छ, स्विङमा पनि भिडियो बनाउँछौँ हामीहरूले अब गएर। यो चाहिँ हामीले स्विङमा भिडियो गराएको, पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ, यस्तो राम्रो छ नि। त्यसपछि यहाँ चाहिँ नाइट क्याम्पिङ चलिरहेछ, रमाइलो गरिराख्नु भएको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। त्यसपछि हामी राति 12 बजे न्यु इयर मनाएर सुत्छौँ है त। त्यसपछि हजुरलाई म मर्निङ भ्यू देखाउँछु। यो चाहिँ बिहानको 6 बजेको मर्निङ भ्यू हो। यस्तो राम्रो छ, तर अहिले सिजन रहेनछ, एकदम मौसम चाहिँ अलिक फ्रेस देखिरहेको छैन। तपाईँहरू देख्न सक्नुहुन्छ, यस्तो राम्रो डाँडामा बनिरहेछ। यो चाहिँ कता होला थाहा छैन है मलाई। कस्तो राम्रो राम्रो ठाउँ, ओहो। अनि यो मेरो सेकेन्ड हो कि थर्ड ब्लग हो, बनाउन आउँदैन, हेरिदिनु होला है। अनि म चप्पल पड्काउँदै फेरि जान्छु भिडियो गराउन। यसपछि चाहिँ फेरि मर्निङमा चाहिँ स्विङ गर्छौँ, हामी पिङ खेल्छौँ। यो चाहिँ मेरो पतिदेवले भिडियो बनाइदिएको। अनि म चाहिँ ब्ल्याक टी खान्छु। यहाँ चाहिँ मिल्क टी नभन्दो रहेछ। बाइ द वे मलाई ब्ल्याक टी मन पर्दैन है त। त्यसपछि हामीहरू घुमेर अरेर हामी चाहिँ न्यु इयरको दिन अरू केही नखाने भनेर हामीहरू फर्किन्छौँ। यति नै हो हाम्रो चाहिँ घोडदौराको ब्लग। हामीहरू घोडदौराबाट हिँडियो न्यु इयर मनाएर। ह्याप्पी न्यु इयर, आई लभ यु।